आज त बेबीलाई काठमाडौँ फन पार्क भित्रको भूत घर घुमाउन लगेको भूत देख्ने बित्तिकै बेबी झन्डै बेहोस भइन। अलराइट गाइज, वेलकम टु माय मिनी भ्लग। आज त गाडीमा 45 मिनटको यात्रा पछि हामी पुग्यौ आरएनएसी। त्यहाँबाट हसिना पसिना में तू त नागिन के डान्स करेलु वाला भोजपुरी इनर्जेटिक गीत गाउँदै हामी पुग्यौ द काठमाडौँ फन पार्क। पार्क भित्र यतिकै सुई सुई छिर्न खोजेको गार्ड दाइले झन्डै मारेन। ओ भाइ, पहिला टिकट काटेर आउनुस्। ल यार, भ्लगिङको चक्करमा टिकट काट्नै बिर्सेछु। टिकट काटेर भित्र एन्टर गरे। भित्र छिर्ने बित्तिकै बेबीलाई भोक पो लाग्यो। हेर बेबी, मसँग धेरै पैसा छैन, सो ल्याउ 100 जाने एउटा आइसक्रिम खाऊ भन्दै हामी अगाडि गयौ। अगाडि बेबीले झुला घुम्दै गरेको देखिछ। म पनि झुला चढ्छु भन्दै बच्चा जस्तो रुन पो थाले। नाइ बेबी हुन्न, लडेर मरिन्छ भन्दै सम्झाउँदै मुटु बलियो बनाउन भूत घर छिरे। वेट, यो भन्दा अगाडि टिकट पो काटेछु। ओके, भूत घरमा छिर्न खोजे कि यहाँको साउन्ड सिस्टम सुनेर डरले थरथरी कामेर बाहिर भागे। ल बेबी, टोटल पैसा वेस्ट जाने भो, भूत हेर्नै पाइन भन्दै बाहिर निस्किन खोजे कि भूत हेर्न अर्को टोली पो आइराखेको रहेछ। ल ल भन्दै ग्रुपमा एन्टर गरे। सबले एकअर्कालाई तानातान गर्दै भित्र मुटु हल्लिने कार्टुन भूत देखेरियौ। यो हन्टर हाउस घुम्न फर्स्ट टाइम आउँदै हुनुहुन्छ भने सकेसम्म ग्रुपमै आउनु होला। सो फाइनली भूत हेर्दै बाहिर निस्केर लागे रुमतिर। धन्यवाद।